नमस्कार। आज निर्जला एकादशी रहेछ। यो निर्जला एकादशी भनेको के हो र त्यसको महत्त्व के छ भन्ने बारेमा हजुरहरूलाई जानकारी दिँदैछु। हिन्दू धर्ममा अत्यन्त महत्त्वपूर्ण एकादशी मध्येमा यसलाई निर्जला एकादशी पनि भनिन्छ। यसको अर्को नाम भीमसेनी एकादशी पनि भनिन्छ। निर्जलाको शब्दको अर्थ पानी समेत नपिइकन व्रत बस्ने भएकोले यसलाई निर्जला एकादशी भनेको हो। वर्षभरिमा 24वटा एकादशी हुन्छ। त्यो मध्येमा सबैभन्दा राम्रो भनेको निर्जला एकादशी हो। यो एकादशी विष्णु भगवानप्रति समर्पित छ। यसको सुरुवात कसरी भयो भने भीम जो मोटो छ, अति नै खाना पर्ने छ, उसले 24वटा व्रत गर्न नसक्ने भएकोले उसले व्यास ऋषिसँग सल्लाह गरेर एक दिन मात्र भए पनि पानी पनि नखाइकन व्रत बस्ने भन्ने भएकोले उसको पालादेखि यो सुरु भएको रहेछ। यसलाई कसरी सुरु गरिन्छ त भन्दा बिहान स्नान गरी अर्थात् नुहाइधुवाइ गरी विष्णुको पूजा गर्ने, दिनभरि अन्न त्याग गर्ने भनेको केही पनि नखाने, पानी पनि नखाने। अब अवस्थाअनुसार कसैले फलफुल चाहिँ खान्छन्, त्यो पनि खानु भएन। अनि विष्णु सहस्त्रनाम, गीता वा धार्मिक पाठहरू पढ्ने, दान गर्ने, विशेष गरी पानी, छाता, फलफुल, वस्त्र आदिहरू दान गर्ने। अब यो व्रत बसिसकेपछि के प्राप्त हुन्छ भन्ने लाग्छ भने पाप क्षय हुने विश्वास गरिन्छ, सुख शान्ति समृद्धि प्राप्त हुने मान्यता छ, भगवान विष्णुको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ, स्वास्थ्य सम्बन्धी समस्या। अब यसै व्रत बस्दै गर्दा सबैले बस्नुपर्छ भन्ने छैन। जस्तै वृद्ध, गर्भवती महिला, दीर्घरोगी, औषधि सेवन गरिरहेको व्यक्तिहरूले यो चाहिँ नगर्नुहोला। ल हस्त, धन्यवाद।